यहाँ चाहिँ के मन्दिर हो, अमरनाथ मन्दिर रहेछ यार। मन्दिर ल बेलुका भगवानलाई ढोक्नुपर्छ। अहिले त मेरो ड्युटी भएर रुममा पूजा नै गर्न पाएको छैन। मेरो भगवान पनि, मेरो गणेश र मेरो शिव भगवान पनि रिसाउनु भयो होला। कति भइसक्यो, 13 घन्टा ड्युटी छ अनि यत्रो लामो बाटो हिँडेर जानुपर्छ साथीहरू। प्रायः जसो मेरो साइकल बिग्रिन्छ, खालि दिक्का लागिसक्यो। किनेछि जस्तो भइसक्यो, साइकलले केही काम गरेन के है। अहिले फेरि मेरो साइकल त्यत्तिकै राखिरहेको छु। अब सेलरी आउँछ अनि बनाउने हो के। के गर्नु, काठमाडौँमा 15-20 हजारको जबले पेट पाल्न नि गाह्रो छ। त्यही माथि छोरी मान्छेले त बढी नै खर्च लाग्छ नि त हैन। गाजल भन्यो, लिपस्टिक भन्यो, क्रिम भन्यो, पाउडर भन्यो, तर खासै लाउँदिनँ म त्यस्तो। कहीँ हिँड्दा मात्रै लाउँछु, नत्र भने म गाजल, लिपस्टिक, क्रिम सिम केही नै लाउँदिनँ। फेस चाहिँ ड्राई हुन्छ अनि त्यही भएर मोइस्चराइजर चाहिँ लाउँछु। जमानामा त भव्य दिनभरि ड्युटी गरिन्थ्यो अनि 8 बजे राति छुट्टी भएर रुममा आइन्थ्यो अनि बाहिर त कहिले हिँड्नै नपाउने क्या, छुट्टी नै नहुने साथीहरू। अनि त्यही भएर एकजना मेरो मोरङको साथी र म 2 जना बस्थ्यौँ नि त। अनि बेलुका आएर रातभरि कपडा चेन्ज गर्ने, मेकअप गर्ने अनि रातभरि टिकटक बनाउने के। अनि 3-4 बजे सुत्यो, 2-3 घन्टा नि सुत्न पाउँदैन थियो। अनि त्यसपछि बिहान उठेर भात पकाएर ड्युटीमा भात लिएर जानुपर्ने। अनि दिनभरि ड्युटी गर्दाखेरि चाहिँ ढोकामा निदाएर मलाई एकचोटि कामबाट 1 हप्ता निकालेको पनि छ के। पछि फेरि बोलायो अनि त्यसपछि फेरि गएँ। 2-3 दिन सुध्रेको जस्तो गऱ्यो अनि फेरि हालत त त्यही नै हुन्छ। किनभने त्यतिखेर त अब सानै उमेर थियो नि त, 20-21 वर्षको पनि थिइनँ क्या, जे होस् 20 वर्षको समथिङ त्यस्तै थिएँ होला। अनि त्यही भएर पनि त्यो उमेरमा चाहिँ अलिकति भनेको नमान्ने, मन चञ्चल हुने हैन। साथीभाइले जे भन्यो त्यही मान्ने, जे गरौँ भन्छ त्यही। अनि आफूलाई त्यो उमेरमा त अलिकति खाउँ लाउँ हुन्छ, उमेर हरेक कुराको रहर हुन्छ नि त, दुःख सुख बुझिँदैन। त्यही भएर पनि होला के। अनि त्यतिखेर त मैले 12 घन्टा ड्युटी गर्दा त 12,300 रुपियाँ दिन्थ्यो क्या। अनि त्यसको 4-5 वर्षपछि बल्ल अर्को कम्पनी चेन्ज गरेर 15,000 दियो। कस्तो गाह्रो हुन्थ्यो। कोठा भाडा त्यतिखेर नि 6,000 नै थियो मेरो, अहिले नि त्यति नै छ। कस्तो खाना बस्न नै लास्टै गाह्रो हुन्थ्यो। त्यही भएर पछि साथीसँग मिलेर बसेँ। तर मेरो साथी चाहिँ पछि विदेश गइहाले 1 वर्षसँगै बसिसकेपछि नि त। अनि आफैले एक्लै त म्यानेज गर्नु त काठमाडौँमा त लास्टै गाह्रो पो छ हौ। त्यही भएर पनि मान्छेहरू बिग्रेर हिँड्छ जस्तो लाग्छ कि। अब काम पाउँदैन नि त, काम भनेको बेलामा कामै पाउँदैन। अनि अब अनलाइन जबतिर यसो गयो, काम छ भन्छ अनि कति पैसा खाइदिन्छ। मेरो नि त्यस्तै गरेको छ कि, लास्टै मेरो नि पैसा खाइदिएको छ साथीहरू 2 ठाउँबाट। अब जब सेन्टरको नाम त के भन्नु है, बिचरा अब उनीहरूको पनि पेसा त्यही होला, त्यहीबाट नि खानु बस्नुपर्छ होला। तर अर्कालाई ठगेर खानु चाहिँ राम्रो होइन कि। तिनीहरूले मलाई एकदमै धेरै ठग्यो। अनि म चाहिँ अब कहिले छुट्टी हुँदैन। अब 8 वर्ष भइसक्यो नि त, 8-10 वर्ष भइसक्यो। मैले 8 वर्ष होइन 9 वर्ष भइसक्यो नि त मैले सेक्युरिटी जब गरेको। अनि त्यही भएर यो काम छोड्छु भनेर 3 चोटि सेक्युरिटी जब छोडेर अरू काम खोजेको, कामै पाउँदैन भनेको। लास्टमा त 3 चोटि फेरि यही सेक्युरिटीमा। अहिले 4वटा कम्पनी भइसक्यो। यो अहिले गरेको कम्पनीमा 3 वर्ष भइसक्यो। त्योभन्दा अगाडिको कम्पनीमा एउटा कम्पनीमा चाहिँ 9 महिना मात्रै काम गरेँ। त्यहाँको कन्ट्र्याक्ट छुटेर अनि सकिएको रहेछ। अनि त्यसपछि मैले अर्को कम्पनीमा गएँ, पैसा पनि थोरिदिएको थियो र पछिको कम्पनीमा त गरेँ नि 4 वर्ष 3 वर्ष त्यसरी नै गरेँ। यहाँ पनि 3-4 वर्ष भइसक्यो मैले काम गरेको साथीहरू। सो अहिले चाहिँ अब चाहिँ म ठ्याक्कै रुम पुगेँ। यस्तै छ जिन्दगीको कहानी, के गर्ने यार साथीहरू, यस्तै छ। अब चाहिँ उस्तै हो भने त पेन्सन पाक्ने बेला भएको हो। तर आफ्नो त भाग्यमै रहेन रहेछ यस्तो काम गरेर। न खाना लाउन पुग्छ, न बस्न पुग्छ। विदेश जाऊँ भने पनि आँटै आउँदैन क्या, मनै लाग्दैन। खै किन हो, दुःख पाउने सायद
भाग्यमै भएर होला मेरो साथी गएर पनि कहाँ पुगिसक्यो। आफ्नो चाहिँ यस्तै छ हालतै। काठमाडौँको गल्ली छोड्नै मन लाग्दैन हौ साथीहरू। के भएको के साह्रो मिठो हो कि काठमाडौँको गल्ली लाग्छ कि सोच्छु कि अब नेपालमा त यति धेरै दुःख छ, अर्काको देशमा झन् कति दुःख होला के थाहा। सबैको भाग्यमा उस्तै राम्रो हुन्न, त्यही भएर यतै काम गर्छु, बरु दुःख गर्छु लागेर म नगएको। अहिले त उमेर जान आँटिसक्यो, अब 30 वर्ष 31 वर्ष पुग्यो नि त। कहिलेकाहीँ त जानुपर्ने रहेछ लाग्छ। यसो पैसाले कहिलेकाहीँ साह्रै दुःख पर्दाखेरि चाहिँ के भनेको बेलामा पैसा नहुँदा चाहिँ एक मनले चाहिँ यही ठिक छ त भन्ने पनि लाग्छ। 1 रुपियाँ बचत छैन, टन्न खायो लायो, यसैमा सीमित छ साथीहरू, यसैमा खुसी भइरहेछु। बाँकी जिन्दगी त हमको नै पता है। घर पनि आइपुग्यो यार गफ गर्दा गर्दै।